हेलो साथीहरू, गुड मर्निङ। के छ, सन्चै हुनुहुन्छ? म त यहाँ अब बिहान उठेर खानाको तयारी गर्दैछु। आज आलु र फुलकोपीको सब्जी बनाउन लाग्यो। अनि हिजो चाहिँ अब मेरो नयाँ भ्लग नन्दा बिएम मा आएर लाइक सब्सक्राइब गरिदिनु होला। र हिजो चाहिँ मैले पकौडी बनाउने हाम्रो कार्यक्रम थियो। अब एउटा मेरो साथीको घरमा पाहुना आउने भएको कारणले गर्दाखेरि अलिकति हामीले क्यान्सल गर्नु पर्यो र मेरो भर्खरै सुरु गर्दैछु मैले है। हजुरहरूले साथ सपोर्ट दिनु होला। ल साथीहरू, मेरो त भात तयार भइसक्यो, हेर्नु है। अनि अब यहाँ त यस्तै छ, गाउँको आगो बालेर आगोमा पकाउने। अनि के भन्छ नै, उ गर्नु न, बाख्रालाई दाना पानी दिइदिनु। बाख्रालाई दाना पानी दिनु पर्यो। हाम्रो बाख्रा त धेरै छैन, त्यो दुईवटा बाख्रा छ, त्यसलाई पनि अब स्याहार सुसार गर्नु पालेपछि त्यसपछि कुखुरा पनि छ अलिअलि, 2-4वटा कुखुरालाई पनि दाना पानी गर्नुपर्छ। बिहानै उठेदेखि एउटा बुढोको काम हो कुखुरालाई दाना पानी, बाख्रा पाठालाई दाना पानी गर्ने, मेरो चाहिँ खाना पकाउने, अनि केटाकेटी साना साना छन् तिनीलाई स्कुल पठाउने काम हुन्छ है साथीहरू। मेरो त हाम्रो त अब यो कुखुरालाई दाना दिने बिहानै हाम्रो दाना दिने यस्तो छ, हेर्नु। भुस चामल मिसाएर कुखुरालाई दिनुपर्छ। अनि मेरो कुखुरा पनि हेर्नु है, कत्रा खान, यसो कमेन्ट पनि गर्नु होला मेरो कुखुरा हेरेर। ल साथीहरू, हेर्नुहोस् है, हाम्रो त तल चाहिँ साना कुखुरा छन् है। अनि त्यसपछि माथि चाहिँ ठुला कुखुरा छन्, यिनीलाई दाना दिन लाग्छौँ, हेर्नु है। ल कोही यहाँ कुखुराहरू किन्ने छन् भने यसो सम्पर्क गर्नु होला है साथीहरू। मेरो त बिक्री गर्ने बेला भइसक्यो, यिनी चल्ला। अब यिनलाई चाहिँ दानाहरू दिनको लागि यहाँ मैले ढोका खोलेको, लिएर दाना दिँदैछु। ल साथीहरू, म त अब सब्जीको तयारी गर्दैछु है। तेल हाल्नु पऱ्यो पहिला सुरुमा। हाम्रो गाउँको तरकारी बनाउँदाखेरि धेरै आइटम त हुँदैन। मेरो छोरीले फेरि केही पनि खाँदिनँ क्या, पिरो खाँदिनँ, त्यही भएर मैले सादा बनाउँछु। अलिकति मैले जिरा खुराएँ। अनि त्यसपछि यो सुकेको खोर्सानी पनि देखाउन, सुकेको खोर्सानी है, एउटा 2टा चाहिँ खुराउनको लागि। मेरो छोरीले खाँदैन नि त, त्यो कारणले गर्दाखेरि मैले सादा बनाउँछु खाना चाहिँ। अनि त्यसपछि अघि आलु र गोबी काटेर राखेको थिएँ, ठिक्क पारेको थिएँ, यसलाई हालेर बेसरी बोल्नु भिज्नु पऱ्यो, ढाक्नु पऱ्यो, यसरी चलाउँदै जानु पऱ्यो। बेसर हाल्नु पऱ्यो थोरै, त्यो चाहिँ खान सकिनँ, पनिर बनाउनु पऱ्यो। हल्का बेसरी बोल्नु न यार, बोल्यो कति खानु बोल्नुहुन्छ त्यो बोल्यो। हाम्रो घरमा त यसो फेरि ढेगे नुन छ, फेरि ढेगे नुन प्रयोग गर्छौँ है हामीले, किनभने हामीले धुलो नुन पनि प्रयोग त गर्थ्यौँ। अब मेरो बुढोलाई प्रेसर हाई छ नि त, मोबाइलमा देखेर प्रेसर हाई भएको ठिक हुन्छ अरे। अनि धुलो नुनमा धेरै आयोडिन मिक्स हुन्छ भनेर, अनि सुनेको कारणले गर्दाखेरि हामीले ढेगे नुन प्रयोग गर्दैछौँ। 1 हप्ताभन्दा बढी भयो होला हामीले ढेगे नुन प्रयोग गर्नु भएको। हल्का बेसरी बोल्नु न यार, कति चालु बोल्नुहुन्छ, त्यही सुनेको सुनिरहनु पर्यो बोलेको। यो चाहिँ मिक्स मसला हो है। त्यसको मिक्सको जिरा धनियाँको मिक्स मसला हो। ऊ छानु उहाँ छ पर नानी, ऊ त्यो लिएर आइ कान्छी जाऊ, त्यो लिएर आऊ नि त पहिला। कतिसम्म ढाकेर राखिन्छ। एउटी उठेर हाउरी मैया रानी, ल उठ 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 उठ,
मेरो छोरीको स्कुल जाने हो हेर यी खोपडा ल मेरो छोरी त अब स्कुल जानको लागि ड्रेस लगाएर रेडी हुँदैछ अनि त्यसपछि अब खानासाना खाएर स्कुलको लागि तयारी हुन्छ है ल बसेछ नि अब म कपाल सपाल पनि कोर्दिने हो कपाल त जाड लाग्यो ल जाड लाग्यो भने स्वेटर लगाऊँ न त स्वेटर लगाऊँ त्यसपछि अनि कपाल कोर्ने अनि खाना खाएर स्कुल जान्छ नानी बाउलाई पनि समात्नुपर्छ नि त ल कपाल बाटिसक्यो है मेरो छोरीको टाइम लाग्छ कपाल बाट्नलाई पनि त्यही भएर भिडियो सबै पुरै बनाएको छैन नि त लामो हुन्छ भनेर अलिअलि गरेर गराएको माइक नगरिदिनु होला अब मेरो छोरीलाई कपाल सपाल कोरेर तयारी भइसकेपछि अब खाना दिनु पर्यो है होइन मैले अब पास्ता बनाएँ कि छोरीको लागि छोरीलाई अब स्कुल पठाउनु पर्छ नि त नास्ता त्यही भएर अब पास्ता बनाएँ त्यसमा प्याज खुवाउने हो कि मेरो छोरी प्याज खाँदिनँ लसुन खाँदिनँ त्यो खाँदिनँ सादा बन्छ है मेरो घरमा सब्जी पनि सादै सब्जी मैले अब पास्ता भुट्दैछु छोरीलाई हजुरहरूले के हाल्नुहुन्छ है मेरो त हाल्ने तरिका यस्तै हो बेसार हाल्ने अनि कलर दिनको लागि धुलो खुर्सानी हाल्दैछु थोरै नुन हाल्ने ओहो धुवा पनि कति हुन्छ के हुन पनि चाहिँ नुन भने पिस्न पर्छ मैले त किनभने धुलो नुन छैन क्या यहाँ ढेगे नुन ए ल ढेगे नुन पिस्न लाछु मैले त यसरी हो लोकमा पिस्ने अब त्यसमा ढेगे नुन हाल्यो भने त्यो हुँदैन नि त बिग्रिँदैन यस्तो भयो के अरे पिसेर अब यही धुलो नुन चाहिँ मैले सर्र पारेर पास्तामा हाल्ने हो धुलो नुन यसरी हाल्न पर्यो सजिलो त सजिलो छ नि त ढेगे नुन पनि पिसेर राखे त सजिलो हुन्थ्यो होला अब मैले चाहिँ पिसेको छैन अब यतिकैमा तयार भइसक्यो किचन त भित्र छ तर अब बाहिर आगो बाल्ने कारणले गर्दाखेरि ल्याउने बेला यस्तरी अँगालो हालेर ल्याउने ल फेरि भित्र राख्ने अँगालो हालेर भित्र राख्ने मेरो किचन चाहिँ यस्तो छ है हजुर अब गाउँघरको मान्छे यस्तै हुन्छ ग्यास छन त यहाँ ग्यास छ तर अब जाडोमा ग्यास बाल्दिनँ आगो पनि ताप्ने हुन्छ त्यो हिउँदाभरि चाहिँ जाडोभरि आगोमा खाना पकाउने हो गर्मी लागेदेखिबाट भने ग्यास पकाउने हो फाइनली मेरो पास्ता चाहिँ तयार भयो है रेडी भयो अब मेरो छोरीलाई टिफिनमा मैले प्याक गर्दैछु ट्याक्क अब टिफिन तयार भयो होइन अब एउटा चमच छैन त यहाँ चाहिँ चमच हालिदिन्छु अनि मेरो छोरा यो चाहिँ नास्तामा खान्छ यो बचेको चाहिँ मेरो छोराले खान्छ जो क्यामराम्यान छ त्यसैले ल आज अब मेरो छोरी चाहिँ फाइनली मेरो छोरी स्कुल जाँदैछ ड्याडीले पुऱ्याउँदै हुनुहुन्छ बाउ छोरी ल लगेर जानु फटाफट न बाई बाई नानी राम्रोसँग पढेर आउनु है किन फेरि रास्ता अनुहार छ त किन रोछे रातभरि आँखाको तल कालो कालो छ त ल साथीहरू आजको लागि यति नै अब अर्को भोलि फेरि अर्को भिडियो लिएर आउनेछु त्यतिन्जेलको लागि बाई बाई